प्रतिपक्ष भन्ने बित्तिकै सत्ता पक्षलाई टाउको दुख्ने विषय बन्नु हुँदैन। प्रतिपक्ष भनेको सरकारको आँखा र कान दुईटै कुरा हो भन्ने हिसाबले बोध गर्नुपर्छ भन्ने अनुरोध म सबैभन्दा पहिला राख्न चाहन्छु। यो बालबालिकालाई श्रम गराउने नगराउने भन्ने कुरामा यहाँ चाहिँ हैन, यो सैद्धान्तिक छलफल भइरहेको छ। अब यो विधेयकको तपाईको चाहिँ के अरे 3को 1ले बालबालिकालाई श्रम गराउनु हुँदैन भनिरहेछ। फेरि त्यहाँ थुप्रै अन्य तपाईको चाहिँ धाराहरू छन् हैन, 9को 1, 10को 1, 11को 1, 12को 1, 2, 3, 13को 1 लगायतका दफाहरूले चाहिँ पारिश्रमिक कति दिने, सेवा सुविधा कति दिने भन्ने कुराहरू चाहिँ तपाईको त्यहाँनिर भनिराखेको छ। धाराहरू बाजियो।